हेलो गाइज, नमस्कार। तपाईँहरूलाई स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले यस्ता प्रश्नहरू लिएर आएको छु। खरिदार तथा नासुमा धेरै पटक सोधेका तर विद्यार्थीलाई पढ्न एकदम गाह्रो हुने प्रश्नहरू सजिलै र सहजै तरिकामा चाहिँ यो किताबमा सूत्र मार्फत लेखिएको रहेछ। पृथ्वीनारायण शाहभन्दा अगाडिका राजाहरूको को राजा थिए भनी सम्झिने यहाँ सूत्र रहेछ। द्रव्य पुर छत्र रामले डमरू कृष्णलाई दिन्छ नत्र, रुद्रको पृथ्वी नरेको घरभित्र भनेर भने रहेछ। एकदम कविताको सुगममा राम्रोसँग दिएको रहेछ। विद्यार्थीलाई यो सम्झन सजिलो पनि हुन्छ। द्रव्यबाट द्रव्य शाह, पुरबाट पुरन्दर शाह, छत्रबाट चाहिँ छत्र शाह, रामबाट राम शाह, डमरूबाट डम्बर शाह, कृष्णबाट कृष्ण शाह, रुद्रबाट रुद्र शाह, पृथ्वीबाट पृथ्वीपति शाह र त्यसपछि नरबाट नरेको हुनाले नरभूपाल शाह जो पृथ्वीनारायण शाहका बाउ थिए। यो चाहिँ माथि नोटमा लेखेको रहेछ। पृथ्वीपति शाहका छोरा वीरभद्र शाहको युवराज अवस्थामै असामयिक निधन भएकोले नरभूपाल शाहले शासन सम्हालेका थिए भनेर भने रहेछ। मान्छेको भाग्य चम्किन लाग्यो भने राजाको छोरा पनि मर्छ है। एउटा राजाको छोरा मरेका कारण एउटा सामान्य सेनापतिले चाहिँ राजपाट सम्हाल्नु पर्यो है। अनि एउटा चाहिँ यो भयो। अर्को चाहिँ तल छ, कुन ठाउँमा कसले उपत्यकामा कुन ठाउँमा कसले बस्ती बसालेका हुन् भन्ने कुरा रहेछ। यहाँ तल चाहिँ पहिला कविता पढौँ है त। कीर्तिपुरे शिवले कान्तिको गुणका कुरा गर्ने, भक्तपुरे आनन्दले ललितपुरे वीरलाई माने, बुढा जय थानकोटे शिव दुई पटक गए, हाँडी गाउँ बलदेव गोकर्ण मानदेवका भए, बलम्बुको अंशु ब्रह्मदेवबाट चारु, सबैजना बयान गरे खैम कता मरौँ भनेर चाहिँ सहज रूपमा चाहिँ दिएको रहेछ। लेखमा छ कीर्तिपुरमा चाहिँ शिवदेव प्रथमले चाहिँ बस्ती बसालेका रहेछन्। अनि कान्तिपुरमा गुडकामदेवले, भक्तपुरमा आनन्ददेव, ललितपुरमा वीरदेव, बुढा नीलकण्ठमा जयदेव, थानकोटमा चाहिँ शिवदेव द्वितीय तल दुई पटक भनेको थियो। त्यही भएर सहजमा सम्झिनको लागि चाहिँ माथि थानकोटमा शिवदेव द्वितीयले गरेका रहेछन्। हाँडी गाउँमा चाहिँ बलदेव, गोकर्ण मानदेव, बलम्बु अंशुवर्मा, देवपालमा चाहिँ चारुमती र देवपालले चाहिँ देवपाटनमा चाहिँ शासन चलाएका रहेछन् अथवा बस्ती बसालेका रहेछन्। यी जो चारुमती छन् नि, उनी चाहिँ अशोक सम्राटकी चाहिँ छोरी हुन् है।